अहिले कस्तो झगडा भयो टेड्डीको र केटीको होइन कस्तो एक हान्ने टकमा होइन उसले ले जामा यस्तो स्टाइल गर्छ नि त्यो वाला टेड्डी अनि त्यसले के गरे यस्तो यस्तो भनेर डाइरेक्ट झगडा भयो ठ्याक्क हामीले देख्यो त्यहाँ तर हामी के बोलेन साउन्ड हेर्नु न ज्योति थापा मगरको के साप्रा हेरियो कि नै नै ढेले वाला ढेले कुल दाइजूको मुभी हेर्न फेरि हामी जाँदैछु उता भाइले होइन कुलबाईको त्यो होस्टल 3 को रिभ्यू दिइसक्यो होइन नहेरिकन रिभ्यू दिएछ मेरो बिहे भएको छ नि दाइ बिहे हुनुपर्छ र फोटो सुट गर्न ढेलमा हात लगाउँछ न यस्तो फर्किन्छ नि यो दिन्छन् एउटा पोज अर्को पोज यो बिस्रो बोकेर धनी हो ल वेलकम छ हामी सबैजना हाम्रो नयाँ भिडियोमा होइन आज हामी यहाँ जोकर दल आछौँ यो जोकरै बनायो राहुल भाइले माया जोकरै बनाइदियो आज टिकट काटेर आइसक्यो हामी भित्र यो कहीँ घुम्न जाउँ भिडियो बनाउँ भनेको राहुल भाइको जोकर दल ल्यायो जोकर बनाइदियो मलाई शनिबार हो नि त लड्कीहरू हुन्छ लड्की न सड्की हल्का नजारा न भिडियो बनाउन चाहिँ न के बनाउन हुन्छ नि दाइ हल्का माइन्ड फ्रेस गराउँ भनेर ल्याउँ के दाइ तपाईँको झन् फ्रेस भइहाल्यो क्या भयो यहाँ फ्रेस यहाँ यो हालत त भिडियो बनाउन एउटा टिकटकको पनि भिडियो बनाउन गाह्रो छ यस्तो हुन्छ दाइ कुनै दाइ हुन्छ शनिबार हुँदा मुड अफ भइदिन्छ कि यस्तो हुन्छ कि यस्तो दाइ दिनका दिन हुन्छ अनि राहुल भाइ तिम्रो होली कस्तो भयो अहिले कस्तो झगडा भयो टेड्डीको र केटीको होइन कस्तो झगडा भयो कि देख्नु भएको थियो दाइ तपाईँले देखाएको थियो तिम्रो म सँगै छ नि यस्तरी हल्ला थियो होइन ट्याक्क केटीले त एक हान्ने टकमा होइन उसले ले जामा यस्तो स्टाइल गर्छ नि त्यो वाला टेड्डी अनि त्यसले के गरे यस्तो यस्तो भनेर डाइरेक्ट झगडा भयो ठ्याक्क हामीले देख्यो त्यहाँ तर हामी के बोलेन किनकि झगडा हुन्थ्यो हामी त दर्शक बिनहरू तिम्रो होली कस्तो भयो बबाल गयो नि त यहाँ अनि हिजो ज्योति थापा मगरको साउन्ड हेर्नु न ज्योति थापा मगरको के साप्रा हेरियो कि नै नै ढेले वाला ढेले हो हेरे आउँदा तिग्रा बबाल थियो अनि भोलि कहाँ ज्योति मगर बेबी भोलि कहाँ जाने रे भोलि कहाँ जाने नि दाइ वा ए त्यो वाला के त्यो कुल दाइजूको मुभी हेर्न फेरि हामी जाँदैछु उता फेरि हामी रे पहिला हेरे जस्तो गरेर फेरि हामी रे त्यो नहाल्नु दाइ यो भाइले होइन कुलबाईको त्यो होस्टल 3 को रिभ्यू दिइसक्यो होइन नहेरिकन रिभ्यू दिएछ मैले त आज हेरेर आइसकेको छु होइन भाइ भोलि हेर्ला जान्छ कुलबाईहरूसँगै कुलबाईहरू पनि आउला होइन भोलि त्यतिखेर हेर्ने हो होइन यो भाइ सँगै हेर्ने भनेर बसेछ होइन टिकट काटेर होइन तर यो भाइ मागेसम्म अस्ति फोकटमा टिकटकभरि रिभ्यू लेखिदिनु आज कुलबाईको होस्टल 3 हेरेँ उस्तो गरेर लास्ट हावा चाहिँ भाइ यार उनीहरूलाई पनि दर्शक उनीहरूलाई उल्लु बनाउनु भाइ यार उल्लु त के बनाउने टिकटकमा सब क्लिप हालिदिएर उल्लु भइसकेको छ हामी नै अनि त्यो पनि हो मैले त हेर्दाखेरि मागेसम्म पुरै कस्तो कि होइन भन्नाले मैले त दाइले भनेको होइन सब टिकटकमा हालेको छ कि मेनली राम्रो पोइन्टहरू हुन्छ नि के त्यो मुभीको सस्पेन्सहरू सबै त त्यसमा हालिदिएको हल्का लागोस् नि झक्कास वाला हुन्छ नि तरिका त्यस्तो लाग्यो सबै टिकटकमा हालेको जति राम्रो पार्टहरू अब भित्र गएपछि के हुन्छ म त जस्ट कुलदालाई भेट्न मात्रै जान लाग्छु हाम्रो कुलबाईको फ्यान हो नि त फेरि भाइ होइन त्यो पनि दाइले तिर्दै कहाँ तिर्नु आफैले हो नि होइन मैले हावा कुरा नगर नि तिमी फेरि होइन दाइ म त आज हेरेर आउँ अब तिमीलाई त हामीसँग हेर्न मन छैन कुलबाईसँग हेर्न मन छ दाइ मलाई त कुलबाई दाइसँग भेट्नु मन छ त्यति हेर्न मन छैन यहाँ फेरि कस्तो रमाइलो भेटेपछि भाइले मलाई युट्युबमा चाहियो त भइगयो सिद्धि अरू मलाई चाहिँदैन दाइ त्यो भिडियो यहाँ पुरै खतरा फोटोसुट भइरहेको छ होइन हामी घुमेछौँ भाइ अब हामी भिडियो यस्तै हो अब 2-3 मिनटको युट्युब भिडियो बनाएर जान्छ तर घुम्नु छ यो जोकरताल पार्क खतरा जोकरताल पार्क होइन त भाइ अनि जोकरतालमा हामी दुईटा जोकर सँगसँगै अरू पनि जोकर्स पनि छन् त्यहाँ बिहेको फोटोसुटको लागि पनि आइरहेको छन् पुरै बेहुलीहरू नयाँ होइन भाइ ड्रेस राम्रो छ राहुल भाइ उद्या गएर तिमी पनि बिचमा फोटो खिच्नु नि त के भन्छ तर्सायो बेलामा तिमी किन डराउनु लाग्छु भाइ यार तर तिमी जे भन मागेछन् तर तिमी मान्छे हावा त हावै हो के दाइ के गर्यो मैले भिडियो बनाउन भनेर यस्तो ठाउँमा लिएर आयो कि कति राम्रो छ नि यतातिर केटी देख्नै नहुने होइन दाइ कति राम्रो छ नि तपाईँलाई देखाउन चाहन्छु कि माइन्ड फ्रेस तिमी यस्तो मेरो माइन्ड छोड कि मेरो माइन्ड फ्रेस छ तिमीले उल्टै बरु मलाई के अरे ह्याङ बनाइदियो अब यहाँ तपाईँ ह्याङ नहुनु ल्याङ नहुनु न तर तिमीले रिभ्यू कसरी हाल्यो भन्ने कुरा हो है भाइ तिमीले टिकटकमा होस्टेल 3 को हल्का टिकटकमा हालेको यहाँ हेर्नुहोस् फोटोसुट भइरहेछ अब हाम्रो भाइको तिम्रो पनि फोटोसुट गरिदिउँ मेरो बिहे भएको छ नि दाइ बिहे हुनुपर्छ र फोटोसुट गर्न चौधरी ड्रेस लगाएर ड्याङ लगाइदिउँ उस्तै त मोबाइलमा फोटोसुट हान्दैन म होइन
अनि लड्की राम्रो हुन्छ हँ अनि यहाँ न यस्तो दामी छ नि ड्रेस हिजो भोलि भयङ्कर भारी चाहिँ क्या हो यहाँ पनि हेर्नु न पुरै छ नि हेर्दै ल हामीले अर्को चाबे जानुपर्छ भाइ हजुर फोटो खिच्ने पोज देखाउँछु ल यहाँ झोपडा फोटो कसरी खिच्छ थाहा छ ल यस्तो ढेलमा हात लगाउँछ नि यस्तो फर्किन्छ नि यो दिन्छन् एउटा पोज अर्को पोज यो यो वाला पोज यो केटाको यो केटीको हल्का चाक देखाउनु न तिग्रा देखाउनु न पछाडिको लमक 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 हिँड्नु गाइज होइन हामी अब भिडियोको इन्डिङतिर आइसक्यौँ अब हामी जोकर भइसक्यौँ अब यहाँ जोकर जस्तो अब खङ्ग बसेका छौँ न कसैले सोध्छन् न कसैले पुज्छन् राहुल भाइले आज यस्तो ठाउँमा ल्याएर यसरी फसाइदियो होइन दिनै बर्बाद गरिदियो तपाईँले यहाँ ऊ खानु भएको छ कि नि ब्रेड खानु भएको छ नि मा कसम त्यो ब्रेड कोही जिन्दगीमा कहिले छुनु खाएको जस्तो हुन्छ के त यहाँ यतातिरको के को ब्रेड हो फेरि ब्रेड बबाले तपाईँलाई खुवाउँछु अहिले के को ब्रेड फेरि राम्रो छ के को ब्रेड जाम न ब्रेड उस्तो हुन्छ नि ब्रेडको चटनी बबाल छ त्यहाँ हिँड्नु ल ल आज राहुल भाइले खाजा खाउनु लाग्दैछ है मलाई गाइज पैसा कति छ मसँग छ नि त बिटै छ नि होइन आज त ठुलै बिटो छ आज बिटो लिएर आएछ भाइले पैसा चोरेर आएको छु बिटै लिएर आएछ भनेको त बिटै रहेछ हो त दाइ भैली खेले कि होली खेले हिजो होइन दाइ यहाँ छुट्टा बनाऊ कोही माग्छन् कि बच्चाहरू के रोकेर माग्छन् नि भनेर यति छुट्टा बनाएर ल्याऊ तर मागेन म त टाप बस्दिनँ तिर कन्सेटमा हानेर 2 साल यो नाटक गर्छ है भिखारीको भिख माग्छ भनेर बच्चाहरू हुन्छ नि एउटा उवाला हुन्छ नि दाइ कि त्यो के रोडमा कल्ल्या हुन्छ यसरी रस्सी बाँधेर होइन गएर हुन्छ नि म गएर तिमीहरू भिख माग्छौ हाम्रो नेपालको बेइज्जत गर्छौ भनेर 2 जप्पड हानेर गर्दा होली खेल बनाऊ तिनीहरूलाई त्यो मैले रुपियाँ खासै सिद्ध्याएन मेरो यस्तो बाच्चा छ होलीको लागि पैसा लगाइ जाऊ जे जस्तो भयो भने हाम्रो आजको यो मिनी भ्लग यति नै हो होइन राहुल भाइ अब हामी अब अलिकति भ्लगहरू अलिक कन्टिन्यू गर्नेछौँ अब राम्रोसँग गर्नेछौँ अब हाम्रो पार्टनर पनि छैनन् अहिले पूर्वगान पूजा काबले अब राहुल भाइको त भ्लग आइरहेको हुन्छ डेली आउँछ उसको त बबालै छ राम्रो छ हेरिदिनु होला मेरो नि हेरिदिनु होला ल थ्याङ्क यू सो मच होइन त भन्न चाहन्छु हो दाइ हो सही हो दाइ सही पैसा हेर्नु पैसा 100 हो 100 होइन 100 धनी हो बिस्रे बोकेर धनी हो